सम्पूर्णमा नमस्ते। मेरो नाम पदमबहादुर बिसी, तुर्माखाँद गाउँपालिका 4 नम्बरको वडा अध्यक्ष। हामी अहिले अछाम जिल्लाको पूर्वी अछाम भन्नुपर्छ र अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वार्ड नम्बर 4 मा छौँ र तुर्माखाँद बजार क्षेत्रको बगलमा सटेर रहेको कालसिनी डाँडा धार्मिक पर्यटकीय स्थल का रूपमा यसलाई हामीले चिरपरिचित बनाउन खोजिराखेका पनि छौँ र यो विगत करिबन हाम्रो पुस्ताहरूले र हिजो विगतदेखि नै करिबन झन्डै 900 करिबन 1000 वर्ष अगाडिदेखि हाम्रा पुर्ख्यौलीहरूले कुलका रूपमा, देवीका रूपमा, देवताका रूपमा मान्दै आएका धार्मिक स्थलहरू यो चाहिँ कालसिनी डाँडामा अवस्थित चाहिँ छन्। त्योलाई हामी अहिलेको जेनेरेसन, अहिलेको जुन खालको राज्यको अवधारणा छ अथवा जुन खालको हाम्रो पुस्ताहरू भन्दा पनि हामीले उत्पादन गरेका पुस्ताहरूको जुन खालको एउटा खालको उहाँहरूको ले विभिन्न सामाजिक सञ्जालबाट देखिने कुराहरूदेखि लिएर जस्तो हाम्रो पनि सहरतिर काठमाडौँ, पोखरा, नेपालगञ्जतिर देखिने पर्यटन क्षेत्रका रूपमा अथवा मन्दिरका रूपमा ती चिजहरू पनि हाम्रो ठाउँमा हुनुपर्छ भन्ने जुन खालको एउटा खालको युवा पुस्ताहरूको पनि माग पनि हो भने त्यसलाई पनि हामीले संरक्षण गर्दै एउटा खालको सानो लगानीबाट पनि केही खालको गर्न सकिन्छ भनेर हामीले सामान्यतयामा यहाँ मनोरञ्जनका लागि हामीले साना पिङहरू राखेका छौँ र एउटा खालको हामी धार्मिक आस्था पनि बढी राख्ने, हाम्रो समाजले धार्मिक आस्थामा बढी विश्वास गर्ने भएका कारणले गर्दा हामीले यहाँ शिवको मूर्ति र यसलाई मन्दिरका रूपमा पनि हामीले सानो स्थापना गरेका छौँ र विभिन्न जात जातिका यो तुर्माखाँद 4 नम्बर वडाभित्रका विभिन्न जात जातिका करिबन 15वटा यहाँभित्र कुल देवताहरूका चाहिँ मन्दिरहरू छन् र एउटा चाहिँ हाम्रो एउटा यो नेपालकै एउटा धार्मिक स्थल बढी मालिकाको हुम हुने दिनमा हाम्रो एउटा हुम कुण्डल यहाँ मालिकाको हुम कुण्डल पनि हाम्रो उता डाँडामा अवस्थित छ। त्यसलाई पनि हामी संरक्षण गरेर त्यसलाई पनि एउटा सामाजिक हिसाबमा अथवा हामीले विदेश स्वदेशमा रहेका दाजुभाइहरूबाट पैसा कलेक्सन गरेर राज्यको पनि केही लगानीबाट हामी त्यो मन्दिरलाई पनि निर्माण गर्दैछौँ र यसलाई तुर्माखाँद बजारमा आउनुभएको सम्पूर्ण गेस्टहरू, सम्पूर्ण आगन्तुकहरूलाई म मेरो तर्फबाट, व्यक्तिगत तर्फबाट यहाँलाई के अनुरोध गर्न चाहन्छु भने तपाईँहरू तुर्माखाँद बजारमा एकचोटि छिर्नुभयो भने अवश्य पनि हाम्रो तुर्माखाँदको बजारको सिरानमा बगलमा टाँसिएर रहेको हरियाली वनजङ्गलसँगको भित्रको चाहिँ पर्यटन क्षेत्रभित्र कालसिनी डाँडामा आएर शिवजीको आफ्ना कुल देवताहरूको पनि यहाँहरूले दर्शन गरेर एकचोटि अवश्य पनि जानु हुन म अनुरोध गर्दछु। धन्यवाद, नमस्ते। नमस्कार, म झङ्करबहादुर नेपाली तुर्माखाँद गाउँ कार्यपालिकाको सदस्य। जुन आज हामीहरू यो पुरापुर्खा कालदेखि कालसिनी डाँडा भनेर एउटा देवताको नामबाट परिचित डाँडालाई जुन हाम्रो तुर्माखाँद गाउँपालिका वार्ड नम्बर 4 का वडा अध्यक्षज्यूले जुन अहिलेको अवस्थामा युवाहरूलाई पनि लक्षित गरेर यो डाँडाप्रति माया र प्रेरणा उत्तरदायित्व दिनको निमित्त र यहाँ विभिन्न किसिमका पहिला पुर्खाकालमा एउटा हामीले बाबिए काटेर त्यो पिङ काट्ने एउटा पिङ हाल्ने दिन, विशेष दिन हुन्थ्यो। ती दिनको सम्झनामा डाँडामा एउटा पिङ हालेर पनि रमाउने युवा युवती बुढा मान्छेहरू आएर पनि ल यहाँ यस्तो अवस्था छ, शिवलिङ्ग भनेको यो हाम्रो ठाउँमा यसको खाली पूजा गर्ने र यस्तो मूर्ति देखिने गरेको थिएन र अहिले मूर्ति देखेर धेरै तुर्माखाँदका मान्छे भन्दा पनि धेरै ठाउँको मान्छेहरू यहाँ आएर एउटा आफ्नो रमणीय मानेर घुमिरहेका छन् र रमाइरहेका छन् भन्ने कुराहरू भइरहेको छ भन्दै म छोटो भनाइ गर्छु। हस्त, नमस्कार।